पनि तपाईहरुलाई वेलकम छ मेरो यो छोटो भिडियोमा र हामी चाहिँ अहिले यतिखेर गोर्खा दरबारको यो संग्रहालयमा छौं। संग्रहालयमा चाहिँ विभिन्न ऐतिहासिक त्यतिखेर एकीकरणको बेलामा के हात हतियारहरू प्रयोग भएको थियो भन्ने कुराहरू चाहिँ यो संग्रहालय भित्र छ र समष्टिगतमा के हुँदैछ भने म तपाईहरुलाई भन्ने नै छु। हामीसँग हाम्रो कक्षा 8 का विद्यार्थी भाइ बहिनीहरू पनि रहेको छ र यता हुनुहुन्छ हाम्रो यता मिलन सर हुनुहुन्छ। नमस्कार। I'm totally happy. I'm totally changed गोर्खा दरबार देखेर रोका सर मेरो पनि एउटा रानी हुनु पर्ने टक्क यस्तो दरबारमा मेरो पनि एउटा रानी हुनु पर्ने टक्क यस्तो दरबारमा गए ल टिकट काटे ल। हेलो नमस्ते सबैजनालाई। हामी चाहिँ यतिखेर गोर्खा दरबारमा संग्रहालयमा छौँ, गोर्खा दरबारको, र हामी इन्ट्रीबाट प्रवेश भइसकेका छौँ। सबैलाई गइरहेका छौँ। र यहाँनिर चाहिँ सर्वेदी चाहिँ कक्ष रहेको छ। यो चाहिँ डकुमेन्ट्री क्लास भनौँ, रुम भनौँ, डकुमेन्ट्री रुम। विभिन्न नेपालको पहिलाको यहाँ भएको छ। अब यहाँ सुरु पहिला युज गरेका कुराहरू, भिडियोहरू। यो चाहिँ के हो किन सर? यो मेबी यो चाहिँ राचे भन्ने, राचे। यसमा चाहिँ के भन्छ, पानी भरेर खाने अङ्खोरा। हाम्रो पहिला अङ्खोरा हुन्थ्यो। यिनीको चाहिँ यो पनि त्यो राचे कागरी जस्तै छ, क्लिन हाल्छ है। जाम जस्तोमा भिडियो उसको गर्नुपर्ने पैसा पहिला कुसुन्डा जातिले चाहिँ यो चाहिँ लिनु यसो यो लिने हो यसै कुमाल जाति, कुमालको मर्का पहिला बजाउनु होला, लागेको होइन यो पहिला बजाउनु। आज त्यो उयो बस्नु भएन छ, ओलिएर बस्नु के तपाईहरु मको सक्छ बिना
यतिखेर हाम्रो जेन्जी ग्याङहरू चाहिँ यहाँनिर खाना कम्पिटिसन गरिरहेछ खाना कम्पिटिसन चाहिँ ऊ त्यो कुनामा बस्ने बाहेक अरू सबैले यहाँ खाना कम्पिटिसन गरिरहेछ यो केताबारी बस्ने मान्छे र सबैले खाना कम्पिटिसन सकेको छ है त्यता नि खाना कम्पिटिसन थप खाना आउँदैछ है थप खाना आउँदैछ थप खाना आउँदैछ फेरि ल है भयो भने त गयो हानी भइहाल्यो यिनी सकिसक्यो यसलाई हालिने उयोलाई नै हालिनु है